मेडिकल इमेजिङको दुनियाँमा हरेक सेकेन्डले माने राख्छ। आज हामी फ्रिडम नानो भन्ने एउटा प्लेटफर्मबारे गहिरेर हेर्दैछौँ जसले यो पूरै प्रक्रियालाई बदल्ने दावी गर्छ। ल आउनुहोस् यो कसरी काम गर्छ त्यो बुझौँ। एउटा प्रश्नबाट सुरु गरौँ जुन आजको स्वास्थ्य सेवामा धेरैले सामना गरिरहेका छन्। के अहिलेका इमेजिङ सिस्टमहरूले साँच्चै बढ्दो मागलाई धान्न सकेका छन् त? हेर्नुहोस् न, धेरैजसो स्वास्थ्य संस्थाहरूले यस्तै चुनौतीहरू सामना गरिरहेका हुन्छन्। व्यवसाय बढाउनुपर्ने, जटिल नियमहरू मान्नुपर्ने, निदानमा शुद्धता कायम राख्नुपर्ने, अनि फेरि बढ्दो खर्च र कर्मचारीको तनाव। यी सबै समस्याहरू एकअर्कासँग जोडिएका छन्। हो, यिनै चुनौतीहरूको सामना गर्न एउटा समाधान छ, फ्रिडम नानो। यो एउटा यस्तो प्लेटफर्म हो जसले सानो क्लिनिकदेखि लिएर ठूला संस्थाहरूसम्मका लागि काम गर्ने लक्ष्य राख्छ। यसलाई बुझ्ने सबैभन्दा सजिलो तरिका के हो भने यसलाई मेडिकल इमेजिङको एयर ट्राफिक कन्ट्रोल सिस्टम जस्तै सोच्नुहोस्। जसरी एउटा कन्ट्रोल टावरले विमानहरूको सुरक्षित आवतजावतलाई सुनिश्चित गर्छ, ठीक त्यसैगरी फ्रिडम न्यानोले बिरामीको अपोइन्टमेन्टदेखि रिपोर्टसम्मको पूरै डेटा यात्रालाई व्यवस्थित गर्छ। यहाँ एउटा महत्त्वपूर्ण कुरा स्पष्ट पारिहालौँ है। न्यानो शब्दले कुनै सानो प्रविधि होइन, बरु यो सिस्टम कति छिटो, कुशल र लचिलो छ भन्ने कुरालाई जनाउँछ। भनौँ न, यो नाम यसको प्रदर्शन क्षमताको प्रतीक हो। यो प्लेटफर्मको यात्रा पनि साँच्चै रोचक छ। सन् 2014मा साना संस्थाहरूबाट सुरु भएको यो सिस्टम आज 200 भन्दा बढी स्थानहरूमा विश्वका केही ठूला स्वास्थ्य प्रणालीहरूमा समेत प्रयोग भइरहेको छ। यसले के देखाउँछ भने यो कति विस्तार हुन सक्छ र कति लचिलो छ। ल अब सिस्टमको भित्रै हेरौँ। यसको कोर इन्जिनले बिरामीको यात्रालाई कसरी सहज बनाउँछ त? बिरामीको यात्रालाई एकदमै सरल बनाइएको छ। यो एउटा फोन कलबाट सुरु हुन्छ जहाँ कर्मचारीले अपोइन्टमेन्ट बुक गर्छन्। त्यही डाटा स्वतः दर्ताको लागि प्रयोग हुन्छ, कुनै पनि जानकारी फेरि भर्नु पर्दैन। त्यसपछि छविहरू आफै सही विशेषज्ञ कहाँ पुग्छन् र रिपोर्टिङको प्रक्रिया पनि एकदमै सहज हुन्छ। यो सरलता जानाजानी अपनाइएको हो भन्नुको मतलब जटिल अनलाइन पोर्टलहरूको सट्टा कर्मचारीहरूले फोनबाटै सिधै जानकारी लिन्छन्। यसले प्रक्रियालाई छिटो मात्र बनाउँदैन, डाटा भर्दा हुने गल्तीहरूलाई पनि एकदमै कम गर्छ। यो सिस्टमको अर्को महत्त्वपूर्ण पक्ष भनेको यसको लचकता हो। संस्थाहरूले आफ्नो बजेट र आवश्यकता अनुसार खुला स्रोतका विकल्पहरू जस्तै WICS र होरोस वा व्यावसायिक लाइसेन्स भएका विकल्पहरू जस्तै रेडियन्ट र ओसाइरिस बीच छनौट गर्न सक्छन्। यति मात्र होइन, सिस्टमले अरू पनि धेरै फाइदाहरू दिन्छ। जस्तै ठूला फाइलहरू छिटो पठाउनका लागि अल्ट्रा फास्ट टेलिरेडियोलोजी, प्लास्टिकको प्रयोग घटाउन PDF फिल्महरू र उबुन्टु लिनक्स अपरेटिङ सिस्टममा आधारित सुरक्षित र बलियो संरचना। आधारभूत कामभन्दा बाहिर अब हामी ती उन्नत उपकरणहरू हेरौँ जसले गुणस्तर सुनिश्चित गर्छन् र सिस्टमलाई भविष्यको लागि तयार पार्छन्, जस्तै पियर रिभ्यू र AI। पियर रिभ्यूको कुरा गर्नु अघि एउटा आधारभूत सत्यलाई याद गरौँ। रेडियोलोजीमा रिपोर्टको व्याख्या कति सही छ भन्ने कुराले जीवन र मरणको फरक पार्न सक्छ। त्यसैले गुणस्तर नियन्त्रण सबैभन्दा महत्त्वपूर्ण कुरा हो। यो प्रक्रिया निकै व्यवस्थित छ। सिस्टमले आफै केही केसहरू छान्छ र अर्को रेडियोलोजिस्टलाई नाम नदेखाइकन समीक्षाको लागि पठाउँछ। त्यसपछि एक वरिष्ठ रेफ्रीले त्यो समीक्षालाई प्रमाणीकरण गर्छन्। सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने यो कसैलाई दण्ड दिनको लागि होइन, बरु एकअर्काबाट सिक्ने र सुधार गर्ने सहयोगात्मक अवसरको रूपमा बनाइएको हो। अनि हो, फ्रिडम नानो भविष्यको प्रविधिका लागि पूर्ण रूपमा तयार छ। यो विभिन्न AI उपकरणहरूसँग एकीकृत हुन्छ, जसले छातीको एक्सरे विश्लेषण गर्ने, मस्तिष्कमा लागेको चोट पत्ता लगाउने र क्यान्सर स्क्रिनिङ जस्ता कामहरूमा मद्दत गर्छ। यसको सबैभन्दा ठूलो फाइदा के हो भने संस्थाहरूले दर्जनौं AI प्रदायकहरूसँग छुट्टा-छुट्टै सम्झौता गरिरहनु पर्दैन। फ्रिडम नानोले एउटा केन्द्रीकृत हबको रूपमा काम गर्छ, जसले गर्दा धेरै AI उपकरणहरूमा पहुँच एकदमै सरल हुन्छ। तर यी सबै सुविधाहरूको वास्तविक प्रभाव के हो त? यसले संस्थालाई वास्तवमा के फाइदा पुर्याउँछ? समग्रमा हेर्दा फाइदाहरू स्पष्ट छन्। यो सिस्टमले उत्पादकता बढाउँछ,
जसले गर्दा राम्रो क्लिनिकल परिणामहरू आउँछन्। यसले बिरामीको अनुभवलाई सुधार गर्छ र सँगसँगै कर्मचारीहरूको तनाव पनि कम गर्छ। पहिलो र सबैभन्दा महत्त्वपूर्ण फाइदा उत्पादकतामा वृद्धि, स्वचालित कार्यप्रवाह र कम त्रुटिहरूले गर्दा यो सम्भव हुन्छ। दोस्रो, कर्मचारीहरूका लागि कम तनाव। जब सिस्टम सहज र अनुमानित हुन्छ, त्यसले काम गर्ने वातावरणलाई नै सकारात्मक बनाउँछ। र सबैभन्दा महत्त्वपूर्ण कुरा, उच्च शुद्धता, छिटो निदान र सहयोगात्मक उपकरणहरूले अन्ततः बिरामीहरूको लागि राम्रो स्वास्थ्य परिणामहरू सुनिश्चित गर्छन्। र अन्त्यमा एउटा विचारणीय प्रश्न, आजको प्रविधिले प्रदान गर्ने अवसरहरूलाई हेर्दा के हाम्रा वर्तमान इमेजिङ कार्यप्रवाहहरू भविष्यका चुनौतीहरूका लागि साँच्चै तयार छन् त?